to my new video. गाइजहरु हेर्नुस् कति दामी देखिया घाम मान्छे राम्रो नभए पनि घाम राम्रो छ हेर्नुस् सिम कति दामी देखिरा हामी चाहिँ बजार गएर आएको रे हैन बजार चाहिँ के सामान ल्याइदियो यही सामान लिएको वाउ कति राम्रो भइसि कस्तो देख्छ नि तागु नभए जस्तै हैन हाम्रो गाउँमा घुम्न आउनुलाई यस्तो दामी छ बाटो पनि न्यू मान्छे पनि नराम मान्छे नराम अहिले बेलुका आए पनि गएर लान्छन् ए भाइ गाइजे रहेछ अरे तर मलाई लजाउँदैन ल हामी कसरी होला यस्तो हाम्रो स्कुटी त यही हो भाइ त चारवटा पाङ्डा त्यही त चार पाङ्डा कस्तो देख्छ राम्रो देख्यो कि नै यस ब्लगर जस्तो देखेछ ब्लगर केही भन्नु ह उठो कार मेरो बोयफ्रेन्डको आउँदै मलाई भनेर म भन्न सक्दिनँ हेर भाइ कति राम्रो देख्यो तर कसम उहाँ चाहिँ गीतालाई कसैले मन पराउनुहुन्छ भने आई लभ भन्दिनँ होला तर हाम्रो बाटो राम्रो छ नि भन न अरू केही बोल्ने भन्नाले के हो मैले बुझेन मगर भाषा बुझ्दैन Sorry. I speaking in Chinese and तपाईलाई यस्तै कुठा चाहियो भने म दिन्छु 250 मा तपाईलाई यस्तै लुगी चाहियो म यस्तो सम्पर्क गर्नु होला म तपाईहरुलाई एकदम सस्तो मूल्यमा एभाइलेबल गराइदिन्छु है सस्तो फेरि थाहा नि 1000 रुपैयाँ यहाँ पनि छ अब हेरी हुन्छ छानी हुन्छ है अब महँगो पनि हुन्छ हुन्छ तर लास्टै राम्रो देखियो है काका बाटो मात्र राम्रो आएर मान्छे राम्रो नआए हैन म राम्रो नै छु गाउँहरुमा उहाँ चाहिँ विश्वास हुँदाखेरि म त्यसपछि अहिले सानो भेरी मात्र यो घर बिक्रीमा छ किन्ने भए आउनु होला अब गाडी यतिकै दियो भने नि भा त्यो बजार पनि बिक्रीमा छ उठ्यो बजार पनि बिक्रीमा हुनुहुन्छ है गाइजहरु चाहियो भने सम्पर्क गर्नु होला खामानमा पाउने केटीहरू भन्दा एकदम बवाल माल अरे के बोले मैले गाइजहरु यो कुरालाई ए चौतारी 2-3 बस्ने ठाउँ होइन ला तर हाम्रो चौतारीमा उस बना ल हामी फोटो खिच्छौँ गाइजहरु एकछिन तपाईहरु शान्त बसिदिनु होला हामी फोटो खिच्छ ल गाइजहरु ओके हो गाडी